नि त आउँछ 4 GB मा त जति आउँछ नि 4 GB मा आउँछ नि कति पो चाहियो दिनभरि खिच्न त होइन कन्दन पनि निस्केछ यो उता बस्नुपर्छ होला कता उताबाट बस्नुपर्छ होला खिचिरहनु त यतिकै यो आफै खिचिराख्छ खिचिरहेछ त्यसमा मैले रेकर्डिङ हाल्दैछु यतादेखि जुत्ता लाउनु कति गाह्रो भएको ओइ यार गुन्टुरे नसम्म हो यसलाई यो कपडाले अप्ठ्यारो भए जस्तो अप्ठ्यारै हुन्छ नि त्यो गोविन्दले एकछिन मैले भेनाले उतो गरौँ धेरै पनि नसकेर त्यही हतार खोल्दै फोटो खिच्न हेर भाइ त्यसको टोपी मिलाइदिनु न ओ दाइले फोटो हेर माथि ल दादा क्या गर्ने सामने पछाडि अगाडि तिमी उ गर नि दियो बाल्नु पहिला दियो त पारिहाल्छ नि यही त छ नि बच्चा अगाडि राख्छ भिडियोमा पो राखेको छु यो यसलाई टच गर्छ मोडमा यो अगाडि ल बसाएर त्यसरी गर्नु के हो नि ल ल ल यो अलिकति तान्नु पर्छ ओके किचन नखुला रहेछ यसको यति नै हो सिसा यस्तै आउँछ त्यो ठुलो आउँदैन ठुलो स्क्रिन यो यति नै आउँछ त्यसमा फेरि दुई खालको फोटो आउँछ एउटा अँध्यारो एउटा उज्यालो अनि होइन त नि अस्ति नै उज्यालो भएको बेला खिच्दा उज्यालो त्यहाँ कलर चेन्ज हुँदैन त एकछिनमा ए गुन्ने ल बक्समा बसेर हो के गर्नुपर्छ सुरुमा यो राखेर टिका लाउने दुई हात जोडी भन्दै के यो कलश गणेश पुज्ने होला पहिला पूजा गर न त्यही भगवान खै त कलश व्यक्ति पानी खाने कलश छैन दुई हात जोडी एकै ठाउँ पहिले पूजा गरिसकेर यता ल्याएको भए भइहाल्थ्यो एकचोटि साइडमा ठाउँ राखेर पूजा गरेर फेरि सार्नु अब दिनभरि यहाँ दियो बाँध्ने कुरा पनि अमिना हो सबैजना पूजा किन गरेर छिटो यार एक गुटो त कति देखो देखे तिमीहरूले जान्दैनौ म आफै पूजा गर्छु त्यस्तै छ मैले तास खेल्दा पनि त्यस्तै होला त तिमीले जान्दा खाइदियो मै बाँड्छु भन्दाखेरि के अरे नजर छिटो छिटो गरेर यसलाई किन हाँसु लेख्छ त्यस्तो यहाँ पूजा गर्नु मन छ हो यता पूजा गर्नु मसलाको त भाव हुन्छ त्यो कलश थाल छिटो हतार ल्याइहाले के गर्नु होइन यो थाल त होइन थाल त मैले बिर्सेर ल्याइहालेछु भुइँमा टस्स राख्नु हुँदैन कि दियो कलशलाई आसन त्यो उयो माथि राखे त्यही थालमाथि राख न त्यही प्लेटमाथि त्यो प्लेटमाथि क्लस माथि नै पूजा गरेको सबैभन्दा उत्तम हुन्थ्यो ल अब ऊ त दियो त्यहीँ राख त्यो अर्को पनि हो त्यसले त कलश पनि राखिदेऊ तिनीहरू अब के हेर्न दियो भन्नु अहिले चाहिँ सर्टिङ ल भयो 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 है काल भाइ पछि राखेको त्यो कलशमाथि दुबो केही कलशको मुखमा यो फेरि कति बटार्यो नि भयो नबटार्दैन गुन्टे त्यसको मुख छोप्यो के गर्नु त मैले कस्तो उज्यालो आएको है भिडियो नि पाइपुग्यो त दाइ एकचोटि किटिक्क गरिदिनु अनि फेरि हेर्नु के त्यसरी होइन सजिलो हुन्छ कि एकचोटि प्रेस गर्नु होइन यो चाल